आधिकारिक कागजातहरूमा मानन्दर वा सायमी लेख्ने यस जातिलाई नेपाल भाषामा भक्तपुरमा समीन भनिन्छ भने काठमाडौँ र पाटनतिर सायमी भन्ने गरिन्छ। समीन भन्ने शब्द नेपाल भाषाका दुई शब्दहरू स र मिन मिलेर बनेको हो। यहाँ स को अर्थ तेल पेल्ने मेसिन घानी जनाउने हो भने मिन भन्नाले मालिक भन्ने बुझिन्छ। यसर्थ सायमिन भन्नाले तेल पेल्ने मेसिनका मालिक भन्ने अर्थ लाग्दछ। मानन्दर जातिको परम्परागत मुख्य पेशा तेल पेल्ने हो। यिनीहरूले 32 प्रकारका खाने तेलहरू उत्पादन गर्ने गर्थे, यद्यपि तोरीको तेल नै प्रमुख रहँदै आएको छ। यस पेशासँग जोडिएको सांस्कृतिक भूमिका पनि महत्त्वपूर्ण छ। उदाहरणका लागि भक्तपुरमा मनाइने इन्द्र जात्रामा मानन्दर समुदायका व्यक्तिहरूले या मता नामक परम्परागत दियो ल्याउने चलन रहेको छ। त्यसैगरी बिस्का जात्राको अवसरमा तानिने भैरवनाथको रथको अघिल्लो भागमा राखिने वेदव्य पनि मानन्दरहरूले नै बोकेर ल्याउने परम्परा छ।